नमस्ते मेरो सबै फेसबुक फ्यामिलीलाई राधे राधे। आशा गर्छु हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। मैले चाहिँ यहाँ एउटा सानो भिडियो लिएर आएको छु। यो चाहिँ हिजोको भिडियो हो। हिजो चाहिँ हामी राजबाडी गएको थियौँ। म चाहिँ माइत आएको थिएँ। हाम्रो नानीको विन्टर भ्याकेसन भएको थियो। छुट्टी भयो कि समर भ्याकेसन होस् विन्टर भ्याकेसन होस् मामा घर चाहिँ जान्छु भन्छ नि। किनकि नानीहरूलाई मामालाई निकै नै प्यारो हुन्छ। मेरो छोरीलाई पनि अहिले छुट्टीमा मामालाई जान्छु भन्छन्। उसलाई मामा माइजूले पनि पुरै माया गर्छन्। अनि यहाँ चाहिँ भाउजू म दादा माइजू अनि नदी भाउजूको बडी हुनुहुन्छ अनि भाउजूको मम्मी भाइ सबैजना भदै सबै जाँदैछौँ। अनि हामी चाहिँ बाटोमा यहाँ फालाकाटको बाटो जाँदै थियौँ। निकै नै कुहास लागिरहेको थियो। घरमा त निकै नै मतलब घाम लागिरहेको थियो। तर यो बस्ती एरिया पर्छ फालाकाट जाँदाखेरि अनि यहाँ चाहिँ कुहास लागिरहेको थियो। नानीहरू चाहिँ हेर्नु नि सुतेछन् थाकेर। मेरो छोरी चाहिँ सुतेकै छैन, मामाकै काखमा बसिरहेको छन्। अनि यहाँ कुहास हेर्नु नि 10:30 बजिसकेको छ तर पनि कुहास कस्तो लागिरहेको छ। हामी चाहिँ 9:30 बजी घरबाट निस्केको थियौँ अनि यहाँ जाँदैछौँ। अनि अहिले चाहिँ हामी राजबाडी पुग्यौँ। भाउजूले टिकटहरू काट्नुभयो अनि हामीहरू अहिले यहाँ जाँदैछौँ। माइजू रिनादी अनि रिनादीको सानो छोरी हिँड्दैछन् अगाडि। भाउजूहरू चाहिँ अगाडि गइसक्नु भएको छ। म चाहिँ लास्टमा छु सबभन्दा पछाडि। यो नानीहरूलाई चाहिँ निकै नै रमाइलो लागिरहेको छ। उनीहरूलाई खेल्नु पाएको छन् खुला एरियामा। म पनि फर्स्टपल्ट राजबाडी आएको अनि मेरो छोरीलाई झन् माइजूले पुरा माया गर्छ अनि माइजूकै सँगसँगै हिँडिरहेको छिनु। मसँग हिँड्दिनन् पनि। मामा माइजू अगाडि हुनुहुन्छ, मामा माइजूसँगै छिनु पनि। अनि यहाँ मलाई के दिनु आउँदैछिन्, सायद क्लिप दिनु आएकोलाई क्लिप दिएर फेरि मामा माइजूबाट नै जान्छन्। अनि यहाँ बेसी कुहासा लाग्नुको कारणले राजबाडी चाहिँ अगाडिपट्टि महल छ भनेर पनि देखेको छैन। यहाँ एउटा सानो तालाब जस्तो पनि रहेछ। कति राम्रो यहाँ मेन्टेनेन्स गरेर राखेको छन्। यहाँलाई यहाँ काम गर्ने मान्छे पनि थुप्रै रहेछन्। फाइनली हामी म छेउमा आइपुगेँ। हेर्नुहोस् कति राम्रो नजारा है। त्यतिखेरको टाइममा पनि कति मजाले बनाउनु भएको। यति ठुलो घर महल बनाउनु कति पैसा लाग्यो होला नि। यो महल हामी भित्र गयौँ। भित्र गएर सबै हेऱ्यौँ। पहिलाको टाइमको चिजहरू राजा रानीले युज गर्ने सोफाहरूदेखि लिएर तलवारहरू सबै बन्दुकहरू सबै त्यहाँ लाइटहरू पहिलाको। अनि रिनादीहरू चाहिँ अलिक ढिलो निस्किनु भयो। उनीहरूले राजा रानीले बनाउनु भएको मूर्तिहरू पनि हेर्नुभयो अरे। त्यहाँदेखि त्यो सबै हेरिसकेर हामी बाहिर निस्क्यौँ। अनि त्यहाँ यहाँ भित्र राजबाडीको भित्रको जो राजा रानीको एउटा कहानी पनि भन्दै थिए सबैले। यहाँ राजा रानी भित्रै नै विलिन हुनु भएको अरे। उनीहरूको लासहरू पनि मिलेन अरे। अनि त्यहाँ आधी जग्गादेखि उता एक्जिट गर्ने जग्गा चाहिँ यता बाहिरै थियो। अनि उता चाहिँ हामीलाई जानु दिएनन् पनि, उता बन्द थियो किनकि उता राजा र रानी उतै नै विलिन भएको भन्दै थिए। मलाई चाहिँ यहाँ राजबाडी आएर निकै नै राम्रो लाग्यो। हजुरहरू पनि अब नानीहरूसँग कहीँ घुम्ने जग्गा आउनुहुन्छ, नानीलाई पुरानो आफ्नो इतिहासको बारेमा के बताउनु अब हेराउनु चाहनुहुन्छ भने यहाँ आउनु सक्नुहुन्छ। अनि आजको लागि यति नै। हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो लाइक अनि कमेन्ट गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।